अब प्रथम त्रैमासिकको परीक्षा पनि आउने बेला भयो र त्यसको लागि प्रश्नपत्र बनाउने बेलामा तपाईहरूलाई पनि यस्तो खालको समस्या आइपरेको छ। जस्तै यहाँ पृथ्वी फन्टमा टाइप गर्नु छ र यसमा सँगै अब हामीलाई अर्को फन्टमा टाइप गर्नु छ, अङ्ग्रेजीमा पनि लेख्नु छ। त्यति बेलामा हामीले यता पृथ्वी लेख्छौँ, यहाँनिर अङ्ग्रेजीमा लेख्नलाई यहाँ माथि गएर घरिघरि फन्ट चेन्ज गर्नुपर्ने समस्या आएको हुन्छ र यस्तो गर्दाखेरि धेरै समय पनि खेर गइरहेको हुन्छ। तपाईहरूलाई योबाट सर्टकटबाट चाहिँ फन्ट चेन्ज गर्न र पृथ्वीमा अहिले यहाँ जस्तै हेर्नुहोस् पृथ्वीमा छ र यहीँनिर चाहिँ मैले सर्टकट कीबाट चाहिँ अङ्ग्रेजी फन्ट यसरी लेख्न सक्छु। यसो गर्नको लागि चाहिँ आज हामी एउटा सर्टकट की बनाउन सिक्छौँ है त। त्यसको लागि सर्वप्रथम तपाईँहरू फाइल मेनुमा जानुपर्ने हुन्छ। फाइल मेनुमा गइसकेपछि यहाँनिर कोड अप्सन भन्ने अप्सन आउँछ एउटा, यहाँ तल जानुहोस्। यो अप्सनमा गइसकेपछि तपाईहरूले देख्न सक्नुहुन्छ यहाँ कस्टमाइज रिबन र कस्टमाइज रिबन भित्र गइसकेपछि यहाँ तल हेर्नुहोस् किबोर्ड सर्टकट भनेर यहाँनिर आउँछ र कस्टमाइज भन्ने छ, यहाँनिर थिच्नु होला र यहाँनिर आउँछ क्याटेगोरिज, यतापट्टि कमान्ड्स। यो क्याटेगोरिजमा F4 थिच्नु होला, यहाँनिर फन्ट्स आउँछ। अब यसलाई केही नचलाइकन यतापट्टि गएर तपाईँले थिच्नु होला सी चाहिँ के को लागि भन्दाखेरि हामीले धेरै जस्तो क्याबलरी भन्ने फन्टमा टाइप गर्छौँ यहाँनिर सी, र यसको लागि यहाँनिर छ प्रेस न्यू सर्टकट की। यहाँनिर गएर तपाईहरूले यो विन्डोजमा पहिल्यै भएको सर्टकट की चाहिँ लिँदैन, त्यसको लागि चाहिँ हामीले अल्टर र सी गर्छौँ। अल्टर प्लस सी भनेको हाम्रो क्याबलरी फन्ट यहाँनिर अङ्ग्रेजी फन्टको लागि हुन्छ। त्यसो गरिसकेपछि तपाईँहरूले असाइन गरिदिनु होला। फेरि अर्को चाहिएको छ हामीलाई पृथ्वी फन्ट, र पृथ्वी फन्टको लागि यहाँनिर यो फन्ट लेखेकोमा यतापट्टि यो फन्टै रहन दिनु होला क्याटेगोरिजमा, र यो फन्ट लेखेकोमा पी थिच्नु होला र यहाँनिर सर्च गर्नु होला। यहाँ सर्च गरिसकेपछि तपाईँहरूले पृथ्वी देख्न सक्नुहुन्छ। यसरी यहाँ खोजेर तपाईँले यहाँ पृथ्वी देखेपछि यसलाई पनि प्रेस न्यू सर्टकट कीमा अल्टर पी गरिदिनु होला। यो अल्टर पी चाहिँ पृथ्वी फन्टको लागि, अघि हामीले क्याबलरीको लागि अल्टर सी गऱ्यौँ र यसलाई पनि असाइन गर्नु र क्लोज गर्नुहोस् अनि ओके गर्नुहोस्। अब तपाईँले टाइप गर्दा जस्तै यहाँनिर कम्प्युटरका कुनै भन्ने छ, यहीँनिर चाहिँ अहिले पृथ्वीमा छ यहाँनिर फन्ट, यहाँनिर गएर म चेन्ज गर्दिनँ। अब हेर्नुहोस् क्रसर यहीँनिर छ, अब म अल्टर सी थिच्छु र यहीँनिर यसरी अङ्ग्रेजी थिच्छु। फेरि अहिले देख्न सक्नुहुन्छ तपाईँले यहाँ क्याबलरी छ, यहाँ नगइकन म फेरि अल्टर पी थिच्छु, पृथ्वीमा आयो। अब यसरी मैले पृथ्वी फन्टमा पनि टाइप गर्न सक्छु भन्नाले यहाँ एकैचोटि तपाईँले पृथ्वी त्यसै गरी क्याबलरी फन्ट अङ्ग्रेजी जुनसुकै फन्टको लागि चाहिँ यहाँ माथि नगइकन घरिघरि तपाईँले माथि जान आवश्यक छैन। फन्ट बारमा सिधै सर्टकट कीबाट चाहिँ चलाउन सक्नुहुन्छ। हस् त, धन्यवाद। र तपाईँलाई यो भिडियो मन पर्यो भने च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट र सेयर गर्न नभुल्नु होला।